नभए त गाइस नमस्कार तपाईहरुलाई मेरो यो कुकिङ भ्लगमा स्वागत छ। तपाईहरु पनि सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने हामीलाई लागिरहेछ। आज म तपाईहरुलाई आलु अनि यो चिकन ससको तरकारी कसरी बनाउँछ भनेर देखाउनेछु। र मैले के लिएको छु भने यो एउटा चिकन सस लिए मैले चिकन सस अनि काटेको प्याज आदि गोलवटा सानो चारवटा लसुन यो प्याजको के भन्छ प्याजको पाँच-6को अनि आलु 2टा लिए यतिको आज तरकारी बनाउँछु। तपाईहरुलाई कस्तो लाग्छ कतिको मिठो लाग्छ भन्नुस् है कमेन्टमा। अब म यसलाई काट्न गइरहेको छु। यसमा एउटा खुर्सानी थप्न बिर्सेछु। हेर्नुस् साथीहरु म काट्दैछु। तपाईहरु जो विदेशमा बस्नु भएको छ भर्खर नेपालको विदेश आउनु भएकोहरूले चाहिँ सिम्पल एकदम सजिलो तरिकाले कसरी तरकारी बनाएर खाने छिटो छरितो भनेर हेरेर सिक्न सक्नुहुन्छ है त। यो चाहिँ लसुनको टुक्रा लसुन हाल्नुपर्छ। छ भने हाल्नु हुन्छ। मसँग चाहिँ अब भएको यति हो। खुर्सानी धुलो खुर्सानी छ, प्याज अनि यो लसुन अदुवा पनि हाल्नुपर्छ। अदुवा छैन, अदुवा सकियो। मलाई अदुवा चाहिँ हालिन। अदुवासँग छ भने तपाईँहरूले चाहिँ हाल्दा हुन्छ है त। यसरी पारेर अब यो लसुन मल सबै मिसाएर हाल्नुहुन्छ। कसरी यसमा चाहिँ छिटो छरितो सिम्पल लिभिङ हाई थिङ्किङ भने जस्तै तरिकाले बनाएर देखाउँछु तपाईँलाई। यो भनेको टटक पटक नगरिकन हामीले जे छ त्यसैमा छिटो छरितो मिठो तरकारी कसरी बनाउन सकिन्छ भनेर हेर्नुहोस् है। तपाईँहरूले हेरेर सिक्न सक्नुहुन्छ। यो हाम्रो चक्कु गोलवटा चक्कु चाहिँ एकदम लाग्ने छ मेरो। हेर्नुहोस् तपाईँहरू कस्तो छ चक्कु। बिस्तारै काट्नुपर्छ। यो हात भेट्ने छट्टै काटिहाल्छ। एकदम धारिलो छ। मन परेमा लाइक एन्ड सेयर गरिदिनु। तपाईहरुको जो साथी तरकारी बनाउन आउँदैन उहाँहरूले चाहिँ सिम्पल तरिकाले छिटो र छिटो मिठो तरकारी कसरी बनाएर खान सकिन्छ भनेर सिक्न सकिन्छ है त। मेरो भिडियो हेरेर तपाईँहरू यो भनेको पटक नगरेन सिम्पल मिठो तरिकाले खान लागिनुहोस्। चिकन सस चिकन सस हो। चिकन ससमा 2टा आलु मिसाउनु। बङ्गुरको सस पनि पाउनु रहेछ तर मिठो हुँदैन रहेछ। चिकन सस चाहिँ तपाईँको जेमा मिसायो भने एकदम मिठो हुँदो रहेछ तरकारी। त्यो भनेको अब मासु लभरहरूलाई अलिकति भने मासुको स्वाद खाउँ भन्नेहरू हुनुहुन्छ भने चिकन सस लिएर आउने, आलु एउटा 2टा हाल्ने, टक्क खाने। आलु त तपाईँहरूको इच्छाअनुसार जत्रो पारेर काट्न पनि सक्नुहुन्छ। मैले चाहिँ 4 टुक्रा पारेँ। यसरी एक भाग काटेँ, 3 भाग 3 भाग डल्लो हुने
मासुको चोक्टा जति खानुपर्छ ल ल यसरी भयो ठिकै तपाईँहरूलाई ल यो चाहिँ मेरो तरकारी बनाउने भाँडो ग्यास मसिनो पार्नुहोस् ग्यास सानो पार्नुहोस् किनभने भाँडो डढ्दैन अब तेल हाल्ने तेल त तपाईँहरू कति खानुहुन्छ होइन तपाईँहरू कति खानुहुन्छ त्यही अनुसार हाल्नुहोस् अनि तपाईँहरू के तेल कुन ब्रान्डको तेल खानुहुन्छ तपाईँहरू त्यो पनि कमेन्टमा लेख्नुहोस् है त साथी अनि एकछिन तेल तताउन दिने यो सबै थोक यहाँ रेडी पारेर राखेपछि छिटो छिटो मिठो यो भनेको एउटा सिम्पल लिभिङ हाई थिङ्किङ जस्तै हामीसँग जे जस्तो छ त्यसलाई कसरी मिठो बनाएर खाने यसरी गर्नुहोस् विदेशमा हुनुहुनेहरूले प्रायः घरमा अब नेपालमा बाबुआमाले बनाएर दिएर खानेहरू प्रायः धेरै हुनुहुन्छ होला उहाँहरूले चाहिँ मजाले हेरेर सिक्न सक्नुहुन्छ यो हाम्रो तपाईँ हामीसँग जे छ त्यसैमा टक्क कसरी जे छ त्यसमा गएर बनाउँदाखेरि तरकारी मिठो लाग्छ त्यही अनुसार बनाउने तर आलुको बोक्रा फाल्नुहुन्छ हुन्न तर मैले चाहिँ आलुको बोक्रा फालिदिनँ किनभने यसमा आलुको बोक्रामै प्रोटिन हुन्छ चाहिने चिजहरू यो बोक्रामै हुन्छ त्यसले गर्दा मजाले सफा गरेर त्यसलाई बोक्रा सहित मैले चाहिँ खाने गरेछ प्रायःले चाहिँ बोक्रा छिलेर फाल्ने गरेछ तपाईँहरू के गर्नुभएको छ कमेन्ट गर्नु ल आलुलाई यसरी भुट्ने मजाले आलुलाई फ्राई गरिएको भिडियो लामो हुनसक्छ नगरेर पनि भुटिनु होला एकछिन भुट्नु मजाले आलुलाई तेलमा फ्राई हुनु दिने आलु ठुल्ठुलो हालेपछि ठुल्ठुलो पिस पारेर तपाईँहरूले गर्नु इच्छाले जत्रो पिस बनाएर हाल्दा पनि हुन्छ त्यसलाई एकछिन यसो छोपिदिने छोप्यो भने छिटो पाक्छ ग्यास पनि कति ठुलो गरिदिने है जसले बनाउनु हुँदैन छोटो मिठो यस्तो तरकारी खानलाई मरमसला दुनियाँदारी चाहिन्छ भन्ने छैन मरमसला नभए मिठो तरकारी बनाएर खान सक्नुहुन्छ मसलाहरू पनि हालेर मसलेदार बनाउनुलाई के अरे मसला नभए तपाईँहरूले यस्तो गरी जस मजाले बनाउनु जान्नुभयो भने
थरीको मसला नहालिकन पनि मिठो तरकारी बनाएर खान सक्नुहुन्छ है। मैले चाहिँ धेरै बनाएर खाने गरेको छु। मेरोमा त्यस्तो धेरै मरमसलाहरू हालेँ। हेर्नुहोस् अब यो प्याज भयो, हरियो प्याज भयो, यो प्याज डल्लो प्याज काटेको भयो, लसुन मिसाएको छ, यो गोलभेडा, अनि अदुवा छैन, प्याज दुई टुक्रा हालेको छु। अन्त के अरे अदुवा पनि हाल्नु पर्थ्यो, अदुवा छैन अहिले। आलु फ्राई खाएपछि तपाईँ हाल्नु टक्क हो। यो ससेसलाई पनि हालिदिनु छिटो पकाउनु भयो। तपाईँले के गर्नुपर्छ, मैले छिटो पाक्नलाई नुन अगाडि हाल्ने गरेको छु है त। नुनले चाहिँ तरकारीलाई गलाइदिन्छ, नुन अगाडि हाल्ने। रातो हिँडेर भिज्ने, ग्यास सानो घट्ने, धेरै ठुलो पार्नु भयो भने यो भाँडोमा तातिन्छ, हुन्छ क्या। त्यो चलाइरहने 3 मिनट जति छोपिदिने, 30-35 सेकेन्ड छोपिदिने। छोप्यो भने अलिक चाँडो पाक्छ तपाईँको। छोप्दै चलाउँदै हेर्नु। यो मलाई काटेको प्याजहरू सबै हालिदिनु। चलाउनु चलायो भने तल जम्छ। छोप्ने अलिअलि छोप्दै चलाउँदै गर्ने। के छ, के तपाईँसँग उपलब्ध छ त्यही अनुसारको मरमसलाहरू हाल्ने। मसँग भएको भनेको एउटा जिरा मसलाको धुलो, तपाईँको धेरै हाले पनि मिठो, धेरै हाले पनि मिठो हुने छैन। ठिक्क कति पुग्छ तपाईँको चाहना अनुसार हाल्ने। बेसार धेरै पनि हाल्नु हुँदैन, थोरै हाल्ने। अरू बेसार कहाँको युज गर्नुहुन्छ थाहा भएन। मेरो चाहिँ यो घरबाट ल्याएको अर्ग्यानिक नेपालको एकदम कडा बेसार हो। अहिले कस्तो छ मिठो बास्ना आयो। हुनेले गरम मसला दुनियाँभरि हाल्छ, खान्छ मिठ मसलाहरू। मैले हामीसँग थिएछ, त्यसबाट कसरी मिठो तरकारी बनाएर खानु भनेर सिकाएको तपाईँहरूलाई।
चारैतिर जम्न थाल्यो। प्याजहरू पाक्न थालेपछि यसले गोलुवा नै हालिदिने सँगै राख्नुपर्छ। चलायो भने तासिन्छ। ग्यास सानो गर्ने, त्यसले गर्दाखेरि तरकारी पाक्दैन तल। यसो 1 मिनट छोपिदिँदै छोपिसक्यो। अरूको गोलुवा मजाले गल्यो, पाक्यो। गोलुवा पनि पाक्यो। अब पानी हाल्यो। अब ग्रेभी मनपर्नेलाई अब यसमा यस्तै यतिकै ग्रेभीमा झोल नबनाइकन दाल छ भने दालसँग मजाले खानु भने मिठो हुन्छ। तर मैले दाल बनाएको छैन, त्यसले गर्दा चाहिँ झोल अलिकति हालेर खान्छु। मलाई चाहिँ झोल नभइकन तरकारी भात छिर्दैन, त्यसले गर्दा मलाई अलिकति झोल चाहिन्छ। झोल चाहिँ तपाईँहरूलाई कतिको चाहिन्छ तपाईँको अनुसार हाल्नुहोस्, अथवा ठिक्क अलिकति पानी हालेर ग्रेभी पारेर खानु भयो भने हुन्छ। अलिकति ग्रेभी अलिकति झोल हालेँ, त्यसले गर्दाखेरि मलाई झोल मनपर्ने खालको झोल हाल्यो। पानी हालेँ, पानी तातो पानी हाल्नु भने छिटो पाक्न जान्छ। मेरो पानी तातो पानी भयो, मैले तातो पानी हालेँ। नुन चाख्नु पऱ्यो, नुन ठिक छ। नुन तपाईँको कतिको चाहिन्छ? म चाहिँ नुन कम, नुन चाहिँ एकदम कम खाने मान्छे। भने नुन धेरै खायो भने ब्लड प्रेसरदेखिको हानी हुन्छ, भोक धेरै लाग्छ। त्यसले गर्दाखेरि यति गरेपछि यसलाई यसो एकछिन छोपिदिने। त्यसपछि 10 मिनट पाक्यो। ल साथीहरू, तपाईँलाई कस्तो लाग्यो मेरो कुकिङ भिडियो? मन पऱ्यो भने लाइक एन्ड सेयर गरिदिनु ल। जसले तरकारी बनाउन आउँदैन उहाँहरूले पुऱ्याइदिनु। उहाँहरूले हेर्नुहुन्छ, बनाउन सक्नुहुन्छ। सिम्पल तरिका छ एकदम। कसरी बनाएर खाँदा मिठो लाग्छ। जे छ त्यसमा पाकेको। ल गाई, लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। त्यसै गरी सधैँ मेरो कुकिङ भिडियो आइरहनेछ, हेर्दै गर्नु होला नछुटाइकन। हस्, धन्यवाद। आजलाई यति नै।